बस स्टप बनाउने, सडकको व्यवस्थापन मिलाउने जिम्मेवारी मेरो होइन। यो सम्बन्धित निकाय बुढानीलकण्ठ नगरपालिका, स्थानीय निकाय र सडक डिभिजन कार्यालयको हो। जेब्रा क्रसिङ पैदल यात्रीको सुरक्षाका लागि हो, गाडी रोक्नको लागि होइन। कानुनले स्पष्ट भनेको छ, गाडी जेब्रा क्रसिङ भन्दा अगाडि वा पछाडि मात्र रोक्नुपर्छ, त्यसको माथि होइन। यो नियमको जानकारी मैले भिडियो मार्फत स्पष्ट राखेको छु। मैले कसैलाई फसाएको होइन, बरु कानुनको पालना गर्न आग्रह गरेको हुँ। जथाभावी नरोक्नुस्, जेब्रा क्रसिङमा नरोक्नुस्, नियम अनुसार मात्र गाडी रोक्नुस् भन्नु नै फसाउनु होइन। यो सबैको सुरक्षाका लागि आवश्यक कर्तव्यबोध हो। तपाईले मजदुर भन्नुभएका चालक र सहचालक पनि ट्राफिक नियमको दायरा भन्दा माथि छैनन्। उनीहरूले पनि सवारी नियमको पालना गर्नुपर्छ। यदि मेरो यो भनाइ नै कानुन विपरीत छ भने प्रचलित कानुन अनुसार म माथि कारबाही गर्नुहोला। म त्यसका लागि पूर्ण रूपमा तयार छु। तर मजदुर भन्ने बहानामा नियमको पालना नगर्न खोज्नु कहिले उचित हुँदैन। भिडियो पुरा हेर्नुहोला, त्यसभित्र मेरा हरेक जवाफ स्पष्ट रूपमा रहेको छ। व्यवस्था नभएर नै हामीले यो विषय उठान गरेका हौँ र नियम पालना गर्नु भनेको कसैलाई सताउनु होइन, बस सबैको हितमा हो भन्ने हाम्रो ठम्याइ हो। धन्यवाद।